सबैको सिओई आउने कन्सल्टेन्सी सबे एजुकेसन ग्रुप। शारदा-san konnichiwa. आकेमासिते ओमेदेतो गोजाइमासु. ह्यापी न्यू इयर भनेको. ह्यापी न्यू इयर सेन्सी. आजको यो प्रोग्राम चाहिँ तपाईलाई कस्तो लाग्यो? एकदम रमाइलो राम्रो लाग्यो. अनि फुदेले लेख्दाखेरि चाहिँ कलमले लेखेको र फुदेले लेखेकोमा के फरक हुँदो रहेछ? कलमले लेख्न अलिक हजुरलाई यसको एक्सपिरियन्स छैन नि त। ल अब फुदेले पनि लेख्नु बानी बसाल्नु पर्यो है। खासमा खान्जीहरू लेख्ने भनेको चाहिँ फुदेले नै हो है त। सन आकेमासिते ओमेदेतो गोजाइमासु. आकेमासिते ओमेदेतो गोजाइमासु. आज के को खान्जी लेख्यो त? तोकेई. अनि अर्को जितेन्स्या. अनि बेन्क्यो. अनि खाजुको स्वदेशका. तपाईँले यो फुदेले लेख्दा र कलमले लेख्दा के फरक पाउनुभयो? फुदेले अलि लेख्न सजिलो हुँदो रहेछ स्टकहरू रमाइलो हुँदो रहेछ रमाइलो हुँदो रहेछ म तानिस खाता देश जा भले साथ जयमास तपाईँले अब हिरागाना भर्खर लेख्दै हुनुहुन्थ्यो होला कातागाना लेख्दै हुनुहुन्थ्यो होला एकैचोटि खान्जीमा पर्नु भयो होइन हिरागाना कातागाना लेख्दै हो कस्तो हुँदो रहेछ त पेनले लेख्दा र फुदेले लेख्दाखेरि अलि गाह्रो हुने रहेछ खासमा चाहिँ जापानमा चाहिँ फुदेले लेख्ने है पहिला एन्सिस्टेन्ट एजमा अब अहिले त सबै कलम हुँदा होइन के लेख्नु भयो हिरागाना कातागाना लेख्नु भयो देखाउनु त हिरागाना लेख्दै हो ल हेर्न हाम्रो स्टुडेन्टले चाहिँ फुदेले लेख्नु भएको छ है त राजेश सर खान्जी के लेख्नु भयो त फुदेले साकाना आतोवा ओसाके तपाईँलाई फुदेले लेख्दा र कलमले लेख्दा के फरक पाउनु भयो फुदेले चाहिँ अलि सजिलो चाहिँ हुन्छ जस्तो लाग्यो तर हामीले अहिले चाहिँ पहिलोचोटि लेखेको भएर अलिक गाह्रो भयो गाह्रो नै अनुभव भयो अब लेख्दै गर्नु पर्यो होइन प्र्याक्टिस गऱ्यो भने राम्रो हुन्छ जस्तो लाग्यो ओके आरिगातो गोजाइमासु konnichiwa konnichiwa सन्चै आकेमासिते ओमेदेतो गोजाइमासु आकेमासिते ओमेदेतो गोजाइमासु अनि आजको प्रोग्राम कस्तो लाग्यो एकदमै रमाइलो थियो होमसिरो देश नै होमसिरो कात्ता देश अनि खान्जी चाहिँ के लेख्नु भयो त खान्जी वातासी निहोन मिसेते कुदासाई आरिगातो गोजाइमासु मिसेते कुदासाई जा सोनी-san konnichiwa आज कस्तो एक्सपिरियन्स भयो एकदम राम्रो रमाइलो लाग्यो अनि फुदेर कलममा कुन चाहिँले लेख्दाखेरि चाहिँ राम्रो हुँदो रहेछ त रमाइलो लाग्दो रहेछ पेन्सिलले चाहिँ एकदम राम्रो यसमा त धेरै गाह्रो हुँदो रहेछ यसमा धेरै गाह्रो हुँदो रहेछ तर जापानमा पहिला यसरी नै लेख्ने हो अनि अहिले चाहिँ अब कलमले लेख्ने भयो होइन पहिला यसरी नै लेख्ने हो पहिलाको मान्छेहरूले यसरी लेखेर नि कति राम्रो लेटर बनाउँदो रहेछ हो कि फर्स्ट एक्सपिरियन्स हो अनि गाह्रो हुँदो रहेछ हामीलाई गाह्रो हुँदो रहेछ मेहनत गर्नु पर्यो है त konnichiwa sensei. आकेमासिते ओमेदेतो गोजाइमासु. आरिगातो गोजाइमासु sensei. अनि अब 2025 भन्दा अझै राम्रोसँग पढ्नेछौँ हामी 2026 मा चाहिँ अझै मेहनत गरेर पढ्नेछौँ ओके ल मेहनत गरेर पढ्नु होला जिन्दगीको सङ्घर्षमा सफल हुनु होला